Hello guys, welcome back to my YouTube channel. तपाईहरुलाई मेरो नयाँ भ्लगमा स्वागत छ। नमस्कार साथीहरु। मेरो नाम चाहिँ भन्न मिल्दैन। Stay tuned, यो चाहिँ सिक्रेट हो गाइस। अब हेलो आफै इन्ट्रोड्युस। मेरो नाम दिपा सुनार हो। हेलो नमस्कार। हेलो ओडु ल हेलो ल गाइज हामीहरू चाहिँ आधुनिक शिक्षा निकेतनबाट टिचर स्टाफहरू चाहिँ यहाँ माथि इस्ट भ्यालीमा रिफ्रेसमेन्टको लागि हामी आजको डे स्पेन्ड गर्न आएको छौँ। हजुरहरूलाई कस्तो फिल भइरहेको छ? ल अब चाहिँ हामीले तपाईँहरूलाई के गर्छौँ आजको नाइटमा, आजको हजुरहरूलाई के गर्छौँ हजुरलाई सबलाई देखाउँछ। मैले चाहिँ उहाँलाई अघि इन्ट्रोड्युस गराउनु बिर्सेथेँ। हेलो झरना अनि हामी चाहिँ स्टाफहरू धेरै भएको कारणले हामीले एउटा रुम बुक नगरेर हामीले दुईटा बुक रुम गरेको छौँ। हजुरहरूलाई देखाउँछु। एउटा रुम चाहिँ यो हो अनि अर्को रुम चाहिँ म देखाउँदैछु हजुरहरूलाई। एउटा टिचर फेरि यहाँ कपाल कोर्दै हुनुहुन्छ। अब म यता अर्को नेक्स्ट रुम जाँदैछु। ल यो चाहिँ हाम्रो अर्को रुम हो। यहाँ चाहिँ इच्छा टिचर आफ्नो सामान मिलाउँदै हुनुहुन्छ। यो चाहिँ हाम्रो मिरर हो। गाइज म चाहिँ फ्रेस भइसक्यो अघि नै आएर। अब चाहिँ इच्छा फ्रेस भएको थियो नि, अनि अब एकछिनमा इच्छा फ्रेस हुन्छ अनि बाँकी अरू टिचरहरू फ्रेस हुनुहुन्छ अनि हामी चाहिँ तल खाजाको लागि जान्छौँ। अहिले भेटौँला है त, बाई। गाइजहरू हजुरहरूलाई म हाम्रो रुमबाट कस्तो भ्यू देखिन्छ देखाउँदैछु। हेर्नुहोस् यहाँबाट सबै ग्रिनरीहरू। अहिले त अब वेदरको कारण अब राति सनसेट हुन लागेर त्यस्तै ग्रिन देखे छैन, तर त्यही नै यो सिसाले गर्दा देखे छैन, तर बाहिरबाट हेर्दा चाहिँ एकदम राम्रो ग्रिनरी छ। हामी यहाँ रिफ्रेसमेन्टको लागि आएको थियौँ, त्यसको लागि एकदम पर्फेक्ट प्लेस हो यो चाहिँ। साथीहरू, फ्रेन्ड्स, माई डियर लभली फ्रेन्ड्स, हामीले चाहिँ यहाँ यो चिप्सहरू यहाँ एक्सपेन्सिभ हुन्छ भनेर हामीले घरबाटै मार्टबाट कर्णाली मार्टबाट किनेर ल्याएको थियौँ। त्यही भएर अब अघि हामीले तपाईँलाई टाइम ल्याप्समा देखाइसक्यौँ के ल्यायौँ भनेर। अब चाहिँ मैले यो फेरि ब्यागमा प्याक गर्दैछु। हाम्रो ब्याग फेरि एकदम एक्सपेन्सिभ ब्याग हो। यो चाहिँ हाम्रो बेसमार्कबाट ल्याएको। बेसमार्क यो त के भन्छ नि, यो बाहिर फरेन कन्ट्रीदेखि मगाएको। यो चाहिँ हजुरहरूले ट्राई गर्नु भएको छ कि नै? $5 million है। हो त एउटा गार्बेज ब्याग भएको त। अनि यो चाहिँ पफ। अब हामीले भोलि बिहानको हाम्रो मर्निङको ब्रेकफास्ट हो यो चाहिँ। हामीले चियामा पफ अनि पफमा मिठो मिठो गफ। अनि यो चाहिँ हाम्रो अलि सुस्तरी गर्नु मलाई डिस्टर्ब। अनि यो चाहिँ हाम्रो अल इन वान दालमोटो। यो चाहिँ हाम्रो बेलुकाको लागि कोल्ड ड्रिङ्क्सहरूसँग खानको लागि ल्याएको। हामीलाई फेरि एकदम बडी क्रेभिङ्स हुन्छ, छिनछिनमा खाने हुन्छ सबै टिचरहरू पनि म पनि। अनि त्यही भएर चाहिँ हामीले यो छिनछिनमा खाइराख्नको लागि लिएर आएको। यो चाहिँ मेरो फेभरेट हो करेन्ट। अनि यो फेरि अर्को प्याकेट पफ। अनि यो चाहिँ क्र्याकर नट। अनि यो चाहिँ लेज हो गाइजहरू। बस्नु न दिमाग नदेख्यो म त देखिन्छ। गाइज अब चाहिँ हामी सबैजना तल ब्रेकफास्ट गर्न जाँदैछौँ। अब म हजुरहरूलाई तल गएर भेटाउँछु ल। सबै टिचरहरू गइसक्नु तल। अब हामी जाँदैछौँ। हेलो मिस लेडी, यता हेर्नुहोस् न। हेलो हाउ यु फिलिङ? हजुरलाई कस्तो महसुस हुँदैछ हाम्रो यो ट्रिप सक्सेस हुँदाखेरि? हेलो बाई। गाइज हाम्रो चाहिँ
हाम्रो टोली हाम्रो टिमहरू हाम्रो ग्रुपको मेम्बरहरू चाहिँ यहाँ बस्नुभएको छ। उहाँको फेरि मिनी भ्लग आउँछ साथीहरू दिपा सुनारमा गएर हेर्नु होला सबैले। ल हेलो हेलो गाइज गाइज यहाँको एयर चाहिँ एकदम फ्रेस छ एकदम चिसो रहेछ तातोलीको नल्याएको त। यहाँ चाहिँ स्टे भ्यालीको भ्यू हेर्नु सनसेट। अनि अब चाहिँ हामी सबैजना चाहिँ माया गुरुङ टिकटक गराउँदै हुनुहुन्छ। कस्तो फिल भइरहेको छ हजुरलाई? राम्रो भइरहेको छ हो। अब चाहिँ हामी रेडी हुँदैछौँ। भगवान टुल्लुमा पनि गाइस अब चाहिँ हामी रेडी हुँदैछौँ। गेट रेडी विथ मी। किन त भ्यात देखेँ म पेट लाग्यो। गाइस अब चाहिँ हामी रुममा रेडी हुन आएको छौँ। म दिपा टिचर इच्छा टिचर अब रेडी हुन्छौँ हामी फोटो खिच्नको लागि। गाइस मैले चाहिँ ड्रेस लाएर फोटो सुट गरेर नि भ्याइसकेँ। अघि चाहिँ मैले बिर्सिहालेँ। अब चाहिँ म हजुरहरूलाई को टिचरहरूले कस्तो ड्रेसअप गर्नुभएको छ कोले फोटो भिडियो खिच्दै हुनुहुन्छ म अब हजुरलाई देखाउन जाँदैछु। हेलो अघि इन्ट्रोड्युस भएको थिएन उहाँको। ल ल ल अनि हाम्रो माया चाहिँ घरबाट फोन आएर बिजी छिन्। उहाँ चाहिँ हुनुहुन्छ मिनी भ्लगरको ओनर दिपा सुनार। अनि यहाँ हुनुहुन्छ अन्सु नेपाली उहाँले पनि फोटो सुट गर्दै हुनुहुन्छ। उहाँ चाहिँ एल्सा टिचर पनि फोटोमा खिच्न बिजी हुनुहुन्छ। उहाँहरू चाहिँ बाहिर अर्डर टिप्दै हुनुहुन्छ। अहिले हामीले नाइटमा के खाने भनेर। अनि हाउ यु फिल अन्सु नेपाली? feel good. I feel so good टिचर भएर होइन यस्तो गाइज अब भन्न बित्तिकै बोल्न आउँछ भन्ने छैन। कहिले कस्तो टङ स्लिप पनि हुनसक्छ त्यही भएर माइन्ड नगरिदिनु होला तपाईँहरूले। गाइज म चाहिँ उहाँहरूको क्यामेराम्यान हो। म हजुरहरूलाई देखाउँछु है मैले कस्तो फोटो भिडियो खिचिदिन्छु भनेर। ए यस्तरी ल अन्सु टिचर यता आउनु। म चाहिँ क्यामेराम्यान ल 3 2 1 गो। हिँड्ने हो कि म ए ल 3 2 1 गो। सघि चाहिँ एउटा मेरो दिदी प्लस मेरो सिस्टरलाई मैले कस्तो गेटअप गर्नु भनेर देखाएको थिएन। अब चाहिँ देखाउँछु है त। हेलो गाइजहरू भनिदिनु। अनि मेरो बुढाले भनिदिनु होला है। नमस्ते। अनि यहाँ चाहिँ दिपा भाउजूलाई मैले देखाएको थिएन। उहाँको ओटिटी यस्तो छ। कस्तो लागिरहेको छ हजुरलाई? सहनशील युवती हुनुहुन्छ। अनि हजुरलाई कस्तो फिल भइरहेको आज हामी यहाँ रिफ्रेसमेन्टको लागि आउँदा? फिलिङ ह्याप्पी? म चाहिँ एकदमै आज एकदमै इन्जोय गरिरहेको छु। आफ्टर लङ टाइम मेरो नमस्कार होइन वी आर फ्रेन्ड्स स्कुल फ्रेन्ड्स। ब्राइट टिममा आउनुहुन्छ है उहाँ। एउटा भन्नु मन लाग्यो। ल भन्नु ल यसपछि चाहिँ म उहाँको ब्राइड टु बी अनि उहाँको बेबी सावरमा आउन चाहन्छु है। अनि मायाको अघि आउटफिट देखाउन बिर्सेन। गाइजहरू अब रिसाए नि सुख दुःख यस्तो नरिसाउनु। हामी टिकटक र फोटो खिच्न पाएपछि पागल हुन्छौँ। गराउन मन लाग्छ। साथीभाइहरू माफ पाऊ सेवारो माफ पाऊ। अब चाहिँ भ्यायौँ। अब हामी चाहिँ खाजा खान जाँदैछौँ। ल जाऊँ। यता चाहिँ सर्ट भिडियो है सर्ट भिडियो मिनी भ्लग आउँछ है उहाँको। ल जाऊँ। गाइज अब हामी खाना खान जाँदैछौँ। यता चाहिँ स्मृति टिचर भ्लग गराएर थाकेर चाहिँ जुत्ता लाउँदै हुनुहुन्छ। उहाँलाई भ्लग कन्टिन्यू गर्न दिनु है गाइस। टिकटक गराउँदा थाकेर उहाँ चाहिँ थाक्नु भएछ टिकटक बनाउँदै। ल अब उहाँले नै कन्टिन्यू गर्नुहुन्छ। ल जाऊँ गाइजहरू हामीले चाहिँ यहाँ फोटो खिचेर भ्याएर म चाहिँ गएँ। उहाँहरू चाहिँ भ्याउनु भएको छैन।
अब म चाहिँ तल जाँदैछु आज हामी चाहिँ क्याम्प फायर गर्दैछौँ अझ यहाँ पनि फोटोसुट भ्याइन्छ हजुर बोलाउनु न हामी चाहिँ फोटो भिडियो अब्सेस्ड हो त्यही भएर यति धेरै फोटो भिडियो खिच्यौँ हामी थाकिसक्यौँ तर अझै थकाइ अब मेरो क्लोजेटको सुट गर्नु त्यो पनि देखाउँछु मेरो भ्लगमा हजुरले उहाँको कुची कुची क्लोजेटमा गएर के गरिदिनु त फलो गरिदिनु सपिङ गरिदिनु होला गाइज हामी चाहिँ आज क्याम्प फायर गर्दैछौँ यो चाहिँ हाम्रो होटेल हो अब सबैजना आउँदै हुनुहुन्छ अनि हामी चाहिँ अरूलाई वेट गरेर बसिरहेछौँ अब हजुरलाई केही भन्न मन छ भने आफ्नो बिजनेसको बारेमा यहाँ भन्न सक्नुहुन्छ हजुरले हेलो एभ्रिवान म चाहिँ कुची कुची क्लोसेटको ओनर हो हजुरहरूले मेरो टिकटक आइडीलाई गएर लाइक फलो सेयर गरिदिनु होला अनि त्यहाँ चाहिँ राम्रो राम्रो अफर अनि गिभवे राख्नुहुन्छ हजुरहरूले त्यहाँ राम्रोसँग गएर एकचोटि हेर्नु होला बुझ्नु होला अनि किन्नु होला हस् थ्याङ्क यू ल यहाँ चाहिँ स्न्याप गराउँदै हुनुहुन्छ ब्लुटुथ अफ गर्नु यहीबाट बजाउनु कि चार्ज लाउनु चार्जमा हाल्न लगिदिनु तपाईँ बस्नु त आउनु कि अगाडि बसेर हामी के गर्नु त भिडियो अगाडि ल हेलो गाइस आउँछु न म अन्त त आगे हामी चाहिँ अहिले क्याम्प फायर गर्दैछौँ अनि तपाईँहरूलाई कस्तो फिल भएको छ सबैलाई We miss you, ma'am. जिजु वाला बनाउँ न जिजु सरस्वती काल भैरव की साई बाबा की यो हाम्रो लागि यो दुई लाइन एकदम सम्झेर है we miss you सिजना टिचर गौरी टिचर अनि हाम्रो सिस्टरहरूलाई हामी मिस गरिरहेको छौँ अहिले त आउनु न मिस गरिरहेको छौँ अरू के छ त हालखबर हामी चाहिँ धेरै स्कुलमा पढाइ फ्रस्ट्रेट भएर यहाँ रिफ्रेसमेन्ट गर्न रिफ्रेसमेन्ट गर्न झिल्काल हामीले चाहिँ यही राख्नुपर्छ अलि नजिक फोटो कपाल लुची सिस्टर म दुईटाको बिचमा बसेछु कि कुर्सी ल अब चाहिँ हामी हजुरहरूलाई केही इन्टरटेन गरेर देखाउँछौँ इन्टरटेन भन्नाले हामीले गीत गाउने नाच्नै पर्छ भन्ने छैन नि हामीले हजुरहरूलाई कुराकानी गरेर कुनै रमाइलो कुराकानी गरेर कुनै रमाइलो कुराकानी सुनाएर इन्टरटेन गराउन सक्छौँ हाम्रो दिपा सुना डान्सर म्यामले एउटा डान्स देखाउनुहुन्छ यहाँ कता कता ए नाच्नु न दिपा टिचर गीत बजाउनु एउटा थम्बनेलको लागि फोटो खिचाउँ ल गरौँ सबले यहाँ अहिले गरमला कि त्यो विन्सर आयो पनि यस्तो ए ल अब यति नै हजुरहरूलाई केही भन्न छ भने भन्नुहोस् है तिमीहरूलाई पुत्ता खाएन आँखामा पुत्ता नि अब के गर्ने गाई
गुड मर्निङ गाइजहरू यहाँको भ्यू हेर्न सक्नुहुन्छ आज चाहिँ बिहान बिहान पानी परेछ यहाँबाट एकदम चिसो छ वेदर अनि मैले चाहिँ हिजो भ्लग राति बाहिर नाइट क्याम्प गरेदेखि भ्लग कन्टिन्यू गर्ने बिर्सै गर्दैन त्यही भएर अहिले चाहिँ मैले बिहानबाट भ्लग कन्टिन्यू गर्दैछु अहिले चाहिँ हाम्रो टी टाइम हुँदैछ सबैजना चिया खानको लागि रेडी हुनुहुन्छ गुड मर्निङ यहाँ चाहिँ हाम्रो गाइज यहाँ चाहिँ इच्छाले टी सर्भ गर्दैछु अब सबैजनालाई यहाँको अब चिया कस्तो छ है त चियामा चिनी अनलाइनमा तिमी भन्ने यस्तो ट्रेन्ड चलेको थियो कि उताबाट बनाइदिनु भिडियो कसको चिया पनि पाइँदो रहेछ भाइ यहाँको साउजी हो क्या हजुर हो ओनर हो उहाँ यो होटल टाइममै सर्भिस ल खाए ल अब यो खोल्न आउनु पर्दैन मलाई त आउँदै आउँदैन यसरी खोल्दैन चिनी लगाएन यार बिहानीको सुरुवातसँगै आफ्नै करेसा बारीमा फलेको चियापत्तीको चिया खाँदैछौँ गाइज हामीहरू चाहिँ हेलो हेलो हामी चाहिँ चिया खाएर बसेको कस्तो लाग्यो हजुरहरूलाई यहाँको सर्भिस प्लस चिया भन्ने केही हुन्न वाइफाईको खाना लास्टै चिसो आयो भगवान ढिलो गएपछि चिसो आइहाल्छ त्योमा चाहिँ कम्प्लेन गर्नु भयो कतिजना आहान भनेर स्याम्पू ब्रसहरू त्यति पठाउन पर्छ नि अरूमा ट्याक ट्याक आउँदो आएर हामी चाहिँ खाना खानको लागि तल आइसकेको छौँ अब खाना खाएर एकछिनमा भेट्छौँ उहाँको फेरि फोटो सेसन भ्याइए छैन है गाइज भर्खर सुरु भयो प्रिटी लेडी फ्रम टर्किस ड्रामा टर्किस ड्रामा अब्सेस यता आउनुहोस् न त मेरो पनि खिचिदिनु न एउटा भ्लग गर्नु थम्बनेल ल कस्तो आएको छ मेरो हेलो अब चाहिँ हाम्रो खाना खाने बेला भएको छ अनि सबैजना हात धोएर रेडी हुनुभएको छ खाना खानको लागि अनि उहाँ पनि आउनुभएको खाना ह्यान्ड वास गरेर उहाँ पनि आउनुभएको छ अनि उहाँ पनि ह्यान्ड वास गरेर आउनुभएको छ नमस्कार जो लोकपा गाइस हाम्रो खाना आइसक्यो भेज होइन आउँदैछ चाहिँ आफ्टर डिनर आफ्टर लन्च हामी चाहिँ यहाँ खाएर टन्न भएर बसेछ हाम्रो ब्यागहरू सब प्याक भइसक्यो अब हामी 12 बजे चेकआउट हुन्छौँ 12 बज्न कति मिनट छ 20 मिनट 20 मिनट छ वानली 20 मिनट रहेछ साथीहरू मेरो घडी उल्टो लगाएर छु मैले सरी ल अहिले लाउन माइन्ड नगर्नु होला है गाइजहरू के भन्नुभयो चापी भेटेन ल बधाई छ गाइज हामी चाहिँ हाम्रो चेकआउट गर्ने टाइम भएर पनि अब चाहिँ हामीले यो रुमलाई छोडेर जाँदैछौँ यो होटललाई पनि हामीले कस्तो राम्रो थियो आउने बेला यस्तो बनाएर गयौँ केही छैन अब जाऊँ सिस बत्ती मारिदिउँ है बत्ती मार अब अफ गरिदियो क्या मैले अन गरिदिएँ ल बाई बाई ल जाऊँ बाई बाई अब अर्को नेक्स्ट टाइम तपाईँ गर्नुपर्छ आएर भोलि भइहाल्छ हामीलाई त डेली रमाइलो सुख छ स्कुल छुट्टी हुँदा स्कुल जानु परिरहेछ केही हुन्न जानु पर्छ फ्रेन्ड्सहरू ल
हाम्रो फ्रेन्ड्सहरूको झोलाहरू हेर्न सक्नुहुन्छ हजुरहरूले ल बाई 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 मरे के म त जाडोले ल बाई गाइज